हेलो वेलकम ब्याक इन युट्युब च्यानल साथीहरू सबैलाई सम्झना अनि आज पनि सदा चाहिँ मेरो युट्युब च्यानलमा खासै त्यस्तो नयाँ नौलो कुरा केही छैन। तर पनि यो पाँचथर मेक्लाजुङ गाउँपालिकामा रहेको यो लेक गाउँको परिदृश्यहरू लिएर म यहाँ बसिसकेको छु। साथीहरू यो कुदाला बोजोला ताल पाँचथरको मेक्लाजुङ लिम्बा गाविसमा सार्वजनिक लिम्बा गाविसमा छ र यो चाहिँ हेर्दाखेरि सामान्य लागे पनि अत्याधिक सौन्दर्यताले भरिएको प्राकृतिक सौन्दर्यताले भरिएको यो एउटा पाँचथरको एउटा ताल हो। पाँचथरको विभिन्न तालहरूमध्ये यो ताल अहिलेलाई निकै चर्चामा रहेको छ। यो धनकुटा जिल्लाको नजिकै यो 6 नम्बर बुधबारदेखि नजिकै लगभग बाइकमा 15 मिनट जस्तो हिँडेपछि पुगिने हालिन्छ। त्यसैले गर्दाखेरि फेरि अर्को कुरा के छ भने यो राँके रवि भेडेटार जुन 101 किलोमिटरले ठ्याक्कै भेट्छ यो बाटोलाई। र तपाईहरू धरान विराटनगर ताप्लेजुङ पाँचथरबाट यो बाटो आउँदाखेरि केही छिन गाडी रोकेर अथवा यहाँ बसेर यो ठाउँमा आनन्द लिन सकिने ठाउँ हो। र यो निकै नै राम्रो दृश्य मौसम यहाँको गाउँहरू यहाँको वरिपरिको यो बादलको घुम्टो जुन जङ्गलले घेरिएको छ र यो अत्याधिक पानी चाहिँ लगभग कहिले पनि हरियो हुँदैन। यो पानी लगभग यस्तै धमिलो धमिलो खालको हुन्छ र यहाँ बोटिङको सुविधा पनि छ साथीहरू। र यहाँ देखिरहेछौँ यहाँ सडक खण्ड जो राँके रवि भेटारको 101 किलोमिटरको सडक बन्ने क्रममा पनि छ। र यो सडक खण्डले चाहिँ अर्को एउटा राजारानी ताल अथवा मावरक ताल चाहिँ पनि भेट्छ। यही बाटो धनकुटा गइयो भने अर्को राजारानी ताल पनि ठ्याक्कै भेटिन्छ। र त्यहाँ राजारानी ताल चाहिँ एकदमै धेरै पर्यटकीय स्थल बनिसकेको रहेछ। विगत 1-2 वर्ष अगाडि भन्दा चाहिँ अहिले एकदमै धेरै पर्यटकीय स्थल बनेको स्थिति छ। त्यसले गर्दाखेरि लगभग शुक्रबार शनिबारतिर अथवा विशेष नयाँ वर्षको छेउछेउमा चाहिँ यो एकदमै भिडभाड हुने गर्छ। यो अहिले नेपाल सरकार अथवा स्थानीय तहले यस्ता तालहरूलाई चाहिँ संरक्षण सम्वर्धन गर्ने हो भने यहाँका बासिन्दाहरू जो यो ताल तलैया अथवा पर्यटकीय गन्तव्य स्थलका वरिपरिका बासिन्दाहरूलाई अत्याधिक धेरै फाइदा पुग्नेछ र देशको आर्थिक समुन्नति र देश सम्पन्नताले अगाडि बढ्नेछ। र साथीहरू सदा चाहिँ मेरो युट्युब च्यानलमा आज देखाएको दृश्य त्यस्तो धेरै तपाईँलाई खास नलाग्ला तर पनि हेरिदिनु भयो। यहाँलाई धन्यवाद। फेरि भेटौँला अर्को भिडियोमा। हवस् त, नमस्कार, बाई बाई।